हेलो एभ्रिवान नमस्ते सबैजनालाई म एलेक्स रोय अनि आज चाहिँ बिहानै उठिसकेको छु सन्ताले मेरो ड्युटी भनेको चाहिँ बिहानै उठेर आन्टीको घर भिजाउनु पर्ने हुन्छ अनि किनभने घर बनिसक्नु आँटेको छ यो बेला चाहिँ एकदम पानीको इम्पोर्टेन्ट हुन्छ भिजाउनु पर्ने त्यो कारणले गर्दाखेरि चाहिँ आज चाहिँ म फोनै बोकेर जाँदैछु भिडियो गर्नुको लागि अरू बेला चाहिँ फोन लिएर जाँदिनँ थिएँ आज चाहिँ फोन लिएर पनि जाँदैछु मेरो सुँगुरहरू हिजोको चारो लगाएको छ अब आज पनि फेरि खोर सफा गर्नुपर्ने त्यसपालि चाहिँ सोधा नलाएको किनभने सोर्नु धेरै गाह्रो पऱ्यो यता हेर्नु न यत्रो यत्रो खाडीहरू पुरिसक्दैछ नि यो मेरो चाहिँ नयाँ बोट इस्कुस हो यसले पनि फल फलाउँदैछ यहाँनिर फुल एउटा खेल्दैछ अनि एउटा दाना चाहिँ यहाँनिर आइ पनि सकेको छ यताकोले त फलेको फल्ने नै छ थामी नसक्नु नै छ त्यो डोरीलाई यसले पनि फल्नु थालेको छ अनि मैले यिनीहरूले चाहिँ के भन्नु सुँगुरमाथि चढाइदिएको छु एकदम यो नि बोट राम्रो हो यो मैले कालो इस्कुस रोपेको कालो मतलब हरियो इस्कुस भन्दो रहेछ हो त्यो रोपेको यसको नि बिउ राम्रो छ योमा त अझ 2 बोल गएको छ किनभने यहाँ पनि बेग्लै रोपेको थिएँ मैले यहाँनिर झन् बेग्लै रोप्यो यिनीहरू सब त्यता गएको छ अब चाहिँ यसको चाहिँ इस्कुसको मुन्टा पनि दिनुपर्छ मान्छेहरूलाई किनभने इस्कुसको मुन्टा तर हामीले नि खाएको छैनौँ अब इस्कुसको मुन्टा हेरौँ न सुँगुरको उत्तादेखि आएको यो मुन्टा चाहिँ यो होइन उत्ताको नै आएर यता छेटिसकेको अबलाई यस्तो ओह्रालो गरिदिनु पर्छ यहाँनिर लिची आँपहरू छ यो चाहिँ हाम्रो होइन छिमेकीको तर खानु चाहिँ मजाले पाइन्छ यत्रो यत्रो आँप भएछ अलिक दिनपछि त अचार पनि खानु मिल्छ नि मम्मी म गएर आउँछ गाइजहरू यो साइड सकेपछि यो भित्ताको भाग चाहिँ हिजो फिनिसिङ मजाले सकिसक्नु भएको छ राम्रो सुकिसकेको छ नि त्यही भएर यहाँ पनि भिजाउँदैछु यहाँ चाहिँ यस्तोमा चाहिँ भिजाउनु एकदम मजा हुन्छ सलल बग्छ यता इँटामा चाहिँ अलिक टाइम पनि लाग्छ योमा चाहिँ फेरि एकै ठाउँ लगाइराख्नु पनि मिल्दैन सर कुदाउनु पर्छ फेरि सुक्छ फेरि हाल्नुपर्छ क्या योमा पनि भिजाउनु तरिका हल्का जान्नु पर्दो रहेछ मलाई पनि सुरुमा त थाहा थिएन 2-3 ताल गरेपछि चाहिँ थाहा भएको कस्तो दामी देखिन्छ यो फिनिसिङ गरेपछि अझ योले त झन् यो पेटी हुन्छ यो भातले त कस्तो राम्रो देखिएको हात चाहिँ एकदम गलिसकेको छ अघिदेखि लाउँदा हात फेर्दै गर्दैछु फेरि एक हातले भ्लगिङ पनि गर्नु छ नि त हात गल्दै गर्छ र पनि गर्दै गर्नु पर्यो यता चाहिँ यो चाहिँ बाहिरको टोइलेट हो यो चाहिँ योमा चाहिँ बाथरुम एलाउड छैन किनभने चाहिँ के भनौँ इमर्जेन्सी हुँदाखेरि 2वटा बनाएको भित्र नै छ राम्रो खाले भित्र चाहिँ बाथरुम र टोइलेटकै छ यहाँ चाहिँ एउटा एक्स्ट्रा टोइलेट राख्दै यो चाहिँ बाहिरबाट हिँड्ने आउनेहरूलाई पनि खुल्ला राखिदिउँ भनेर सजिलो होस् भनेर बाटो हिँड्नेहरूलाई पनि भनेर आन्टीहरूले बुझेर यो चाहिँ बनाइदिनु भएको पानी लगाएपछि दम भइरहेको छ हाम्रो चाहिँ मेरो चाहिँ ड्युटी सक्यो एउटा काम चाहिँ अब भनेको घरमा के काम हुन्छ त्यो गरिन्छ यो घरमा चाहिँ पहिला एउटा कुन पो आर्यन सुक्तेलको फिल्म पनि सुट भएको थियो क्या यहाँ पनि सुटिङ हुन्छ नि बेला यो ठाउँमा पनि राम्रै छ नि त क्या हाम्रो ठाउँ अनि त्यो घर चाहिँ अब 1 मिनट हुन्छ क्या अब 2 मिनटमा चाहिँ घर पुग्छ ट्याक्क यो चाहिँ हाम्रो गाउँ हो हाम्रो गाउँमा पनि बस्तीहरू धेरै बाक्लो हुँदैछ धेरै घरहरू बनिँदैछ यो चाहिँ हो मेरो घर नेरी यता सर्टकट बाटो आउँदैछु म चाहिँ पनि छ लिची पनि छ सब कुरा छ छिमेकीले मकै रोपेको अरे मकै बिजो उम्रेको रहेछ बाक्लो रोपेको छ नि त फेरि इस्कुसहरू छ चारो खाए सुँगुर ल साह्रै हिलोमा पस्ने हो आइज उठ आइज पल आइज यहाँ नजिक खाने ठाउँ चाहिँ नटेक्न अनि खै म हटाइदिन्छु अब झन् टेक्छ अब फेरि यता यहाँ टाउको यता
धेरै लो भइसस् नि त नि सुत 1 2 3 4 मा मात्र सुतिस् नि त नि यता पल्टी त नपल्टिने त लुन त यता चाहिँ पल्टी अर्को सुँगुरलाई पनि सुत्नु मन लागेछ मेरो सुँगुरहरू चाहिँ गुडहरू छ यो पनि यो चाहिँ भर्खर यसलाई चाहिँ बानी गराउँदैछु कन्याउने सुत त पनि सुत पल्टी तँलाई उयो भयो डाबो पख त चाहिँ फेरि नसुत्दो रहेछस् नि त त्यत्रो कन्याले त हेरौँ न इस्कुस चाहिँ जताततै छ है हाम्रो बुरु फलेको छ यो फलिसक्दा यता अर्को दाना लागिरहेको छ योबाट नै फल्छ यता यिनीहरू त भइ नै गयो त्यता त गयो भने त झन् कति छ त्यता नजिक होला अहिलेलाई इस्कुसदेखि बसेर हिँड्नुपर्छ हामी यहाँनिर चाहिँ अर्को इस्कुस यो चाहिँ मुन्टा चाहिँ अब यता किचनमाथि चढाइदिनु पर्ने छ यिनीहरूलाई अब लगेर यतै बनाइदिनु आँटेको सबैले इस्कुस चाहिँ एक बोट हो यो चाहिँ यहाँदेखि यसको जरा चाहिँ यहाँदेखि आएर खास चाहिँ मैले चाहिँ यता माथि लाने प्लान गरेको थिएँ नलानु अरे अनि त्यो भएको कारणले गर्दाखेरि डोरी बान्दै खास चाहिँ मैले डोरी चाहिँ यो हाइटमा लगेको तर लोड हुँदै यत्तिकोमा आइदियो क्या समस्या भइदियो हामीहरू किचनको हालत त नदेखाउँ होला बिजोग छ भन्दा नि मम्मी चाहिँ बारी पुगिसक्नु भएको रहेछ अब सरसफाइ यताउता गर्नु पऱ्यो घरको काम 3 मिनटको यात्रा पछि चाहिँ घर नजिक आउन आँटिसक्यो मेरो घरदेखि चाहिँ धेरै टाढो होइन नि त यो घरको सिधै बाटो आउनु हुँदैन हल्का यस्तो घुमेर सर्टकट आउनुपर्छ त्यसपछि चाहिँ डाइरेक्ट आन्टीको घरमा आन्टीको घर जाने बाटोमा चाहिँ सुपारी बारीको छ यो बाटो पनि 1 किलोमिटरमा छ कुकुर भुक्दैछ यो छु हाम्रो आन्टीको घर एकदम राम्रो डिजाइनमा बनिँदैछ हामी यसलाई नै अब मैले पानीभित्रदेखि बाहिर सबै लगाउनु पर्ने चाहिँ मेरो काम कुरा चाहिँ यहाँ नजिकहरू बस्छ अनि सुपारी बारीहरू छ एकदम राम्रो अब हेरौँ पानीको अवस्था के सबै पुरी नै रहेछ यो साइड फिनिसिङ गर्न आँट्नु भएको छ यो माथिल्लो भागदेखि यता ओह्रालोहरू सबै अब मेरो काम भने चाहिँ यो ठाउँलाई पनि भिजाउनु सबैलाई हेरौँ त गाइस यहाँ रेडीमेड बल्ब भएको छ गाइजहरू यसरी चाहिँ पानी झ्याम लगाइन्छ हामी चाहिँ घरमा अनि यति गरेपछि चाहिँ डरो हुन्छ अरे क्या घरहरू पनि तपाईँलाई थाहा छैन मैले पनि यहाँ मैले पहिला घर बनाउँदाखेरि हाम्रो घर बनाउँदाखेरि थाहा पाएको पहिला पनि यसरी लगाइन्थ्यो अहिले हाम्रो टाइममा चाहिँ पानीको खरी थियो आन्टीको टाइममा त पानी पनि त्यस्तो अप्ठ्यारै परेको छैन मोटरको पानीले झ्याम भिजिरहेको छ अहिले यो ठाउँमा फिनिसिङ छ छिटो भिजाइदिएको यहाँनिर बाँस अघि लगाइसकेको छ हिजै लगाइसकेको रहेछ अनि यहाँ आज यो माथिल्लो भेग पनि भिजाउनु पर्ने छ सकेपछि यता मात्रै भिजाइन्थ्यो यतापट्टि पनि दाइहरूले भिजाइदिनु यो टेका लगाइदिन्छ भन्दै हुन्थ्यो टेका पनि लगाइदिइसक्नु भएको रहेछ भिजिसकेपछि चाहिँ यसको एउटा उयो हुन्छ क्या तिलीले पानी उयो टल्किन्छ यहाँ क्यामेरामा चाहिँ अलिक नटल्किँदो रहेछ अब यता सुक्खा छ नि त अहिले हेर्ने हो भने यता टल्किराख्यो भनेको चाहिँ भिजेपछि चाहिँ यसरी टल्किन्छ यसरी लगाइन्छ है गाइजहरू पानी चाहिँ बिहानै खाली पेटमा आएर मेरो बिहानको ड्युटी चाहिँ मान्छेहरू रनिङ गर्नु जान्छ मलाई रनिङ चाहिँ जानु मन लागिरहेको थियो तर भ्याएकै छैन बिहानै यो एक हातले यसरी लाउनु छ पानी एक्सर्साइज यहीँ हुन्छ जे होस् भनौँ न मैले भन्नु खोजेको चाहिँ
यो चाहिँ माथिल्लो भागको हो। यो चाहिँ यता तल्लोपट्टि भिजिसकेर यता आउँदै गरेको। यता चाहिँ सिधा घरको अगाडि भाग भयो, यो चाहिँ पछाडि भाग भयो। यो चाहिँ साइडको भागमा चाहिँ भिजाइँदैछ। पल्लोपट्टि चाहिँ आज फिनिसिङ छ भने आज यो चाहिँ अस्ति नै यो चाहिँ यता छतको भाग हो। यो बाथरुमबाट निस्केको यो चाहिँ यतापट्टि भिजाइसकेको चौधैमा अलिक भिडियो बनाउनु अप्ठ्यारो भयो, त्यही भएर मैले चाहिँ भिडियो बनाइनँ। यहाँ चाहिँ बनाउनु हाम्रो छत हो, एकदम दामी छ। यसपालि चाहिँ नयाँ डिजाइन आएको छ। यो चाहिँ योमा चाहिँ प्रायःले टिन लगाउँछ। यहाँ चाहिँ हामीले ढलाई नै गरेका छौँ ताकि शीतल होस् भनेर। अनि यो माथि चाहिँ ट्याङ्की राख्ने भाग पनि हो। दायाँ र बायाँ लगाइसक्यो अनि डाइरेक्ट छतमा यो अब मुनिको कोठाको रुमहरू चाहिँ अब यो नेक्स्ट पार्टमा गर्नेछु। किनभने रुममा लगाएर चाहिँ उकालो चढाउनु गर्दाखेरि चाहिँ पानी छिटो सकिँदैन, किनभने तल जहिले भिजाइराखेको हुन्छ। तर अब यता यो छत भाग चाहिँ आज फिनिसिङ भएको कारणले यसलाई चाहिँ पहिला प्राथमिकता दिएको। आज सायद यो फिनिसिङ सक्यो भने त यतानिर नै आउँछ जस्तो लाग्यो। अनि हिजोदेखि मिस्त्रीहरूले यो चाहिँ भिजाउनै भयो भन्ने हुन्छ। अनि त्यो भएर मैले नि भिजाएको भिजाइछु। यस्तो गर्नुपर्छ। यहाँ यस्तो गर्दा गर्दै यो पानी चाहिँ मुनि भुइँमा पुग्यो भने चाहिँ त्यो चाहिँ भिजेको भन्छ। अनि चाहिँ त्यसले टल्किन्छ। भर्खरै चाहिँ पानी सब लगाएर रेडी गरिसकेको। भित्रको डल्लै म देखाउँछु कस्तो भइसक्यो भनेर। 3.5 घन्टा लाग्छ यो भिजाइसक्नुमा चाहिँ। यो चाहिँ किचन भयो, खाली जग्गा भयो, टोइलेट बाथरुमको ठाउँमा। अब यता रुम देखाउँछु। यो चाहिँ के रुम हो थाहा भएन। यता चाहिँ यो डिजाइनमा चाहिँ एउटा बनाउँदै गरेको। यो माथि एउटा यस्तो लामो डिजाइन छ भित्र कमल फुलको। सब भिजाइसक्यो। अनि टोइलेट बाथरुम टोइलेट मात्र यो चाहिँ। बाथरुम हेर्नु भित्र बनिँदैछ कामहरू। यो चाहिँ हो मेरो घर नेरी। यता सर्टकट बाटो आउँदैछु म चाहिँ। आफ्नो छ लिचिङ छ पुरा छ। यहाँ छिमेकीले मकै रोपेको अरे मकै बिजो उम्रेको रहेछ। बाक्लो रोपेको छ नि त फेरि। इस्कुसहरू छ। साह्रो खाइ सुँगुर ल साह्रै हिलोमा पस्ने हो। आइज उठ आइज आइज पल पल आइज यहाँ नजिक नजिक। खाने ठाउँ चाहिँ नटेक्नु। अनि खै म हटाइदिन्छु। अब झन् टेक्छ अब फेरि। यता यहाँ टाउको यता धेरै हिलो भइसक्योस् नि त नि। सुत 1 2 3 4 मा म त सुतिस् नि त नि। यता पल्टी त नपल्टिने त लु त यता चाहिँ पल्टी। अर्को सुँगुरलाई पनि सुत्नु मन लागेको छ। यो चाहिँ सुँगुरहरू चाहिँ गोठहरू छ। यो पनि यो चाहिँ भर्खर यसलाई चाहिँ बानी गराउँदैछु कन्याउने। सुत त पनि सुत सुत सुत। पल्टी पल्टी पल्टी।
तँलाई उयो भयो डाब हो पक त चाहिँ फेरि नसुत्दो रहेछस् नि त त्यत्रो कनेरी त हेरौँ न इस्कुस चाहिँ जताततै छ है हाम्रो यहाँ बुरुरु फलेको छ यो फलिसक्दा यतै अर्को दाना लागिरहेको छ योबाट नि फल्छ यता यिनीहरू त भइ नै गयो त्यता त गयो भने त झन् कति छ त्यता नजिक होला अहिलेलाई इस्कुसदेखि बसेर हिँड्नुपर्छ हामी यहाँनिर चाहिँ अर्को इस्कुस यो चाहिँ मुन्टा चाहिँ अब यता किचनमाथि चढाइदिनु पर्ने छ यिनीहरूलाई अब लगेर यतै बनाइदिनु आँटेको सबैले इस्कुस चाहिँ एक बोट हो यो चाहिँ यहाँ देख्नु यसको जरा चाहिँ यहाँदेखि आएर खास चाहिँ मैले चाहिँ यता माथि लाने प्लान गरेको थिएँ नलानु अरे अनि त्यो भएको कारणदेखि डोरी बान्दै खास चाहिँ मैले डोरी चाहिँ यो हाइटमा लगेको तर लोड हुँदै यत्तिकोमा आइथ्यो क्या समस्या भइदियो हाम्रो किचनको हालत त नदेखाउँ होला बिजोग छ भन्दा नि मम्मी चाहिँ बारी पुगिसक्नु भएको रहेछ अब सरसफाइ यताउता गर्नु पऱ्यो घरको काम